Hello and namaste everyone. This is Miss Samir. Welcome to my new episode of Korea Vlog. कोरिया भ्लग एपिसोड 5 मा सबैजनालाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई लैजाँदैछु ख्याङ्गिदो सुवान्सीमा। व्यस्त कोरियाली जीवनशैलीसँगै हामी आफूलाई पनि व्यस्त बनाउन बाध्य हुँदै गर्दा सँगै कोरिया पुगेका साथीहरू सामाजिक सञ्जालमा मात्र सेभिन हुँदा पुग्यौं। यो कोरिया आउनुहुने सबै साथीभाइहरूको भोगाइ हो जस्तो लाग्छ। तर आज चाहिँ भने हामी सबैजना साथीहरूसँग भेटघाट गर्ने सल्लाह भयो र सबैलाई आउन जान सहज हुने गरी भेट्ने ठाउँ सुवान्सी फिक्स भयो र यसरी सुरु भयो मेरो आजको यात्रा। सुवान आइपुगिसक्यो। अब 10 नम्बरतिर आइपुग्ने भनेको छ साथीहरूले चाहिँ सबै आइसके जस्तो छ। अब म नि सबैजनालाई भेट्नु पर्ने हुन्छ गाई। हेलो सम्झी 10 नम्बर बाहिर छु म सुवान पुगिसक्दा केही साथीहरू आइसकेको थियो भने अलि टाढा भएको साथीहरूलाई आइपुग्न समय लाग्यो। ल हाम्रो दुईजना एकदमै ह्यान्डसम मान्छेहरू आइसकेको छ। भ्लगमा पनि स्वागत छ। दवा सम्धी मिलन दाई स्वागत छ। धेरै दिन पछि देखियो। धेरै दिन नभन्नु दाइ धेरै महिना भइसक्यो। तपाईँ यसरी हराउनु पाउँदैन नि यार। ल फाइनली मिलन दाइसँग पनि भेट भयो। फाइनली भेट्यो भन्दा एकदम फाइनल कोरियामा फाइनली नेपालमा थियो नेपालमा भेट भएको थियो कोरियामा भेट। ठिक छ ल धन्नै हरायो नि यार। धन्नै हराउनु भयो। हामी भएपछि हराउँदैन। नजिकै रहेको नेपाली रेस्टुरेन्टमा बसेर गफ गर्दा गर्दै अब चाहिँ भने सबैजना भेला भइसकेको थियो। ल हामी चाहिँ सुवानमा चाहिँ खाना खाएर चाहिँ यता मासतिर पार्क खोज्दै पार्कमा चाहिँ घुम्न आइरहेको छ होइन। अनि बस चढेर आएको। बसमा लास्टै भिड थियो। जसो आइपुग्यो। अनि साथीभाइहरू यता फोटो खिच्दैछ पछाडि कोही यता बजारतिर। अनि अब चाहिँ हामी यहाँ नानीको समय भएछ घुम्दै फिर्दै यसो रमाइलो गर्नेछौँ है त। बाटोको छेउछाउमा साङ्केतिक बोर्डहरू राखिदिएकोले त्यहाँको बारेमा बुझ्न अझै सहज बनाइरहेको थियो। एकदम रमाइलो छ। रमाइलो हुँदैछ। धेरै पछि साथीहरू भेटघाट भएको छ होइन। एकदम रमाइलो छ। प्राचीन समयमा दरबार क्षेत्र भएको कारणले सुरक्षाको लागि लगाइएको पर्खाल अनि पुरानो शैलीमा निर्माण गरिएको संरचनाहरू देख्न सकिन्छ। हामी चाहिँ यहाँ यो भित्र पनि छिरिरहेछौँ। भित्र यस्तो छ। वसन्त ऋतु भएकोले रुख बिरुवाहरूका नयाँ पालुवा अनि फुलका गुच्छाहरू हावाको लहरसँगै खेलिरहेको दृश्यले हामीलाई भित्तामा बनाइएको सिडीहरूमा उकालो चढ्न अझै हौसला दिइरहेको झैँ लाग्यो। कस्तो हुँदैछ सम्झेहरू? गर्मी भइरहेछ। उकालो हिँड्दैछौँ एकदम बबासँगले। साथीहरू अगाडि कुदैछ। कहाँ हिँड्या हो, के खानु हिँड्या हो, कता हिँड्या हो। केही बेरको लगातार उकालो हिँडेपछि हामी एउटा अग्लो स्थानमा पुग्छौँ र यही रहेछ आजको हाम्रो हाइकिङमा भेटिने अग्लो भ्यू पोइन्ट। त्यहाँ वरिपरिको दृश्यलाई नियालेर हेर्दा मनलाई आनन्दित बनाउनुको साथै हामीले केही उचाइ चुमिसकेको सङ्केत गरिरहेको थियो। पछाडि ब्याकग्राउन्डमा चाहिँ यो दरबार देखिरहनु भयो होला। त्यहाँ घुम्यौँ हामी। अब फेरि अझै अगाडि जाँदैछौँ। अब चाहिँ भने हामी डाँडाको अर्कोपट्टिको भागबाट बिस्तारै ओह्रालो झर्न थाल्यौँ। बाटोको साइडमा रहेको पसलबाट केही पेय पदार्थलाई हातमा लिएर पिउँदै बिस्तारै ओह्रालो झर्दैछौँ। किनभने समय पनि धेरै गइसकेको थियो अनि हाम्रो सबैजनाको पुग्नुपर्ने ठाउँ फरक समयलाई पनि हेर्दै गर्नुपर्ने थियो। लामो समयपछि सबैसँग भेटघाट गरेर धेरै नै रमाइलो भयो। हामी सबैले धेरै इन्जोय गऱ्यौँ।
फेरि अर्कोचोटि चाँडै भेटौँला है भन्दै एक अर्कामा बिदा माग्दै आफ्नो गन्तव्यतिर अघि बढ्यो। सबैजनाले यतिन्जेल भिडियो हेरेर साथ दिनुभयो। थ्याङ्क्स फर वाचिङ। के कस्तो लाग्यो लाइक कमेन्ट गर्दै गर्नुहोला र च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। अर्को नयाँ भिडियोमा फेरि भेट्नेछौँ।